हेलो गाइज, वेलकम टू माई न्यू ब्लग। सबैजना सन्चै हुन्छ होला, म पनि सन्चै छु, आरामै छु गाइज। मेरो ब्लगलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला, फेसबुकमा फलो गर्नु होला, डिस्क्रिप्सनमा लिङ्क राखिदिनेछु गाइज। अनि मलाई पोपोमा पनि फलो गर्नु होला। आज चाहिँ हो माघे गते, माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना देश तथा विदेशमा हुनुभएका दाजुभाइ दिदीबहिनीलाई माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। र म अहिले सेलरोटी खाँदैछु गाइज। अनि तिलको लड्डु होइन, दुई थरीको छ, कालो तिलको र सेतो तिलको लड्डु। अनि तरुलहरू होइन, तरुलहरू घर तरुलहरू पनि छ। अनि नुन खोर्सानीसँग चोप्दै ओर्दै होइन खाँदैछु। म पहिला सुरुमा सेलरोटी खाँदैछु, एकदम मिठो भइरहेछ गाइज होइन। म दाह्री काटेर हिँड्छम भएको छु। अनि माथिपट्टि मैले एउटा फोटो पनि राखिदिएको छु, त्यो चाहिँ हो अब होइन माघे सङ्क्रान्तिको आइटमहरू छ, माघे सङ्क्रान्तिको आइटमहरू होइन तपाईँहरूले टेस्ट गर्न सक्नुहुनेछ होइन। कसले के खानुभयो त कमेन्ट गर्नु होला होइन। चाकु खानुभयो कि भएन, मैले चाहिँ एकदम मिस गरेको भनेको भुजाको डल्लो चाहिँ मिस गरेको छु, चाकु मिस गरेको छु, बदामको लड्डु मिस गरेको छु, त्यही हो, अरू त खाइयो होइन गाइस। अनि खाँदैछु, एकदम मिठो भइरहेछ, एकदम मिठो भइरहेछ। मेरो ब्लगलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला, फेसबुकमा फलो गर्नु होला, डिस्क्रिप्सनमा लिङ्क राखिदिनेछु गाइस। एकदम मिठो भइरहेछ, तपाईँहरू पनि खान सक्नुहुनेछ होइन। एकदम मिठो छ, एकदम मिठो पनि छ, राम्रो पनि छ होइन, टेस्टी पनि छ। तिलको लड्डु खाँदैछु, एकदम मिठो भइरहेछ, कालो तिलको होइन, मिठै छ हौ गाइस, सबै मिठो छ। अर्को तिलको लड्डु खाँदैछु अहिले म, एकदम मिठो भइरहेछ यो पनि, एकदम मिठो छ गाइस, एकदम मिठो छ, टेस्टी छ होइन। टिका पनि लगाएको छु गाइस, टिका पनि लगाउनुपर्छ नि त, आज माघको 1 गते हो। अनि टिका पनि लगाएको छु, नुहाई धुवाई गरिओरि होइन, टिका सिका लगाएर अनि खाना थालेको गाइस मैले चाहिँ। अनि यो चाहिँ सुठुनी पनि हो, सुठुनी चाहिँ भन्न बिर्सेछु, सरी गाइस। सुठुनी पनि खाँदैछु, एकदम मिठो छ, सुठुनी गुलियो हुन्छ, चियासँग पनि खान सक्नुहुन्छ तपाईँहरूले, एकदम मिठो हुन्छ। मैले चाहिँ बोक्रासहित खाँदैछु, मिठै छ, बोक्रासहित खाँदा पनि मिठो हुन्छ, फ्यालेर खाँदा पनि मिठै हुन्छ। सुठुनी खाँदैछु गाइस, एकदम मिठो भइरहेछ, जाडो पनि छ गाइस, जाडो पनि एकदम जाडो छ, अनि मिठो पनि छ सुठुनी, एकदम टेस्टी पनि छ गाइस, त्यही भन्न चाहन्छु। अब यो चाहिँ तरुल गाइस, अब म तरुल खाना आँट्दैछु, एकदम मिठो छ होइन, नुन खोर्सानीसँग चोप्दै खाँदै होइन, एकदम मिठो छ। घर तरुल मिस्टेक भयो गाइस भन्नलाई होइन, सरी, घर तरुल हो गाइस, तरुल, घर तरुल हो। अनि खाँदैछु तरुल, घर तरुल पनि छ, अनि यो चाहिँ तरुलै हो, घर तरुल त अब एकछिनमा खान्छु, अहिले तरुल खाँदैछु, एकदम मिठो भइरहेछ गाइस, टेस्टी पनि छ। यहाँ माथि भएको आइटमहरू तपाईँहरूले कसले खानुभयो त कमेन्ट गर्नु होला होइन। मैले चाहिँ एकदम मिठो मानेर खाएँ गाइस, एकदम टेस्टी पनि थियो, मिठो पनि थियो। जाडो पनि लास्टै छ गाइस, जाडो बडो के गर्नु, यस्तै हो। अब यो चाहिँ घर तरुल हो है गाइस, एकदम मिठो हुन्छ, टेस्टी पनि हुन्छ, मिठो पनि हुन्छ, एकदम मिठो भइरहेछ गाइस, खाँदैछु। सुठुनी पनि खाँदैछु, तरुल पनि खाँदैछु होइन, यस्तै हो गाइस। ब्लग हेर्नु होला होइन,
धेरै दिन पछाडि भ्लग आएको छ, हेर्नु होला। त्यही भन्न चाहन्छु। एकदम मिठो पनि भइरहेको छ गाइस। नुन खोर्सानीसँग चोप्दै खाँदैछु। अनि यति चाहिँ रह्यो गाइस होइन। अनि यति चाहिँ रह्यो र अनि म पानी पनि पिउँदैछु। र आजलाई यति नै होइन गाइस, एन्ड बाई बाई बाई।